जब खोज्ने र जब दिने एउटै ठाउँमा यो पोखरा इभेन्ट हलमा हुँदैछ पोखरा जब फेयर र तपाईहरु पनि जब खोज्दै हुनुहुन्छ यो पोखरामा साँच्चैको यो एकदमै राम्रो प्रोग्राम हुँदैछ जहाँ धेरै नै स्टुडेन्टहरु आज आउनको छ र धेरै नै अर्गनाइजेसनको रिप्रेजेन्टेटिभहरु यहाँ बस्नु। हेलो नमस्ते, हाम्रो विनोद पौडेलजी हुनुहुन्छ हामीसित अहिले र खास यो प्रोग्रामको बारेमा थोरै भनिदिनु न आज। यो प्रोग्राम भनेको हाम्रो साह्रै राम्रो प्रोग्राम बनेछ। ओके हैन, हाम्रो ग्रोथ सेलरले आयोजना गरेको पोखरा महानगरपालिका सबैले हामीलाई सपोर्ट साथ दिनुभएको र हामी यहाँ भेला हुन पाइएको यो मौका छ। यो मौका भनेको एकदमै नेपाली हस्पिटालिटी सेक्टरमा मात्र नभइकन अन्य सेक्टरमा पनि मैले यहाँ देखिरहेको छु धेरै साथीहरू हुनुहुन्छ हैन, उहाँहरूले विभिन्न सेक्टरमा अब ह्युमन रिसोर्सलाई जहाँनिर अप्ठ्यारो परिरहेको हुन्छ मान्छेले बेरोजगारले चाहिँ रोजगारी नपाएको अनि एम्प्लोयरले चाहिँ बेरोजगार मान्छेहरू नपाएको स्थितिलाई मध्यनजर गरेर ठ्याक्क यो एउटा भेन्यू जुटाइदिनु भएको छ। त्यो साह्रै राम्रो लागिरहेछ, म खुसी छु यसमा। सो एउटा कुरा अब यो हस्पिटालिटी इन्डस्ट्रीमा अहिलेको यङ्स्टर जहाँ कि जब खोज्नको लागि बाहिर गइराखेको छ, सो अहिले तपाईँलाई लाग्छ कि अब फ्युचर हेर्दाखेरि यो सेक्टरमा स्टुडेन्टलाई हामीले नेपालमा होल्ड गराउन सकिन्छ? डेफिनेटली गर्नु पर्यो, गराउन सकिँदैन भनेर स्टुडेन्टलाई प्रोडक्ट गरेर त हुँदैन। अब नेपाल आफैमा पनि एउटा प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो। यो ठाउँलाई हामीले प्रकृतिलाई मात्रै बेचेर पनि हामीले विदेशीहरूलाई ल्याउन सकिन्छ। त्यो ल्याउनको लागि त फेरि त्यही खालको उनीहरूलाई सर्भिस दिने मेन पावर त रेडी गर्नु पऱ्यो नि। त्यो हामीले गर्न सकिन्छ, बकाइदा गर्न सकिन्छ। यसको लागि सरकारी तवरबाट प्राइभेट सेक्टरबाट पनि यो खालको प्लानहरू लिएर अगाडि बढ्यो भने सबै स्टुडेन्टलाई यहाँ रिटेन्सन गर्न सकिन्छ। सो अहिले रूपाकोटमा चाहिँ कुन कुन तपाईँको पोजिसनमा जब अभाइलेबल छ? अहिले हामीसँग सेफहरू एकदमै धेरै चाहिरहेको छ हैन। इन्जिनियरिङमा पनि त्यस्तै खाँचो छ, जस्तो एकदमै टेक्निसियन जस्तो एमइपी टेक्निसियन जस्ता अलिकति एक्सपिरियन्स भएको मान्छेहरू हामीले खोजिरहेछौँ। सायद अरू इन्डस्ट्रीहरूले पनि खोजिरहनु भएको छ हैन। अनि फ्रन्ट अफिसमा पनि अलिकति थोरै एक्सपिरियन्स भएको मान्छेहरू जस्तो कलेजबाट मात्रै आउने सबै ट्रेनीहरू मात्रै आउनुभयो, तर त्यो ट्रेनीहरू अलिकति एक्सपिरियन्स लिइसकेपछि फेरि विदेशतिरै ताकिरहने जुन यो परिपाटी मैले देखिरहेको छु त्यसलाई चाहिँ अलिकति अन्त्य गर्नको लागि चाहिँ हामीले यस्ता खालको कार्यक्रमहरू पनि आयोजना गर्नु छ। हामीलाई त्यो खालको मेन पावरको जरुरी छ हैन। हामीसँग अब जस्तो हाउसकिपिङमा पनि अहिले यतिखेर इमिडिएट नभए पनि हाउसकिपिङमा नि जबको खाँचो छ हैन। अकाउन्ट फाइनेन्सहरूमा पनि छ, आवश्यकता नै छ। फ्रन्ट अफिस भनिहालेँ मैले, सर्भिसमा पनि त्यस्तै खालको मान्छेहरू चाहिएको छ हैन। जसरी गेस्टलाई हामीले प्रपर सर्भिसहरू पुर्याउनै सकिरहेको छैनौँ कि त्यो खालको मेन पावर नभएको भएर त्यसैले हामीलाई आवश्यक छ त्यति। सो तपाईँहरू पनि यो भिडियो हेर्दै हुनुहुन्छ र तपाईँहरू पनि हस्पिटालिटी सेक्टरमा रूपाकोट रिसोर्टमा जब खोज्दै हुनुहुन्छ, जब चाहनुहुन्छ भने चाहिँ एकचोटि हाम्रो विनोद सरजीलाई कन्ट्याक्ट गर्नु होला। सर चाहिँ एचआर म्यानेजर हुनुहुन्छ राइट? ओके, सो उहाँ एचआर म्यानेजर हुनुहुन्छ र कन्ट्याक्ट गर्नु होला। थ्याङ्क यू।